आइपुगेका छौँ हो। यहाँ अनि सबै रेनकोट हटाइसकेको छ। यो मनु साहिल अनि हाम्रो चरण दाजु यहाँ, उहाँ चाहिँ टिस्टा बजारबाट आउनुभएको। यहाँ उहाँ चाहिँ गाइड हुनु हो। हेर्नुहोस् यहाँ गलेर हत्तु भएका छन् हाम्रो यहाँ नानी केटाकेटीहरू। यहाँ बोल्दैछ हो। यहाँ हेर्नुहोस् हामी यता आइपुगेका छौँ। तीनजना चारजना चाहिँ निकै ढिलो भएका छन्। यहाँ एकजना चाहिँ तुप्पोमा पुगिसक्यो। उहाँ चाहिँ इग्नोर गरिरहन्छ। म चाहिँ 2.5 महिनाको। उहाँ चाहिँ निकै 1 सालको लागि नै छुट्टी मागेर आउनु भएको हो। उहाँ चाहिँ एकदम, तपाईँ त के पो हो, के काम पो गर्नुहुन्छ भन्नुहोस् के फिल भइरहेछ? अनि कस्तो फिल भइरहेछ? मनु दाइ, तपाईँलाई कस्तो फिल भइरहेछ? गाह्रो भइदिइरहेछ हो। अब गाह्रो खानु लगाइदिइरहेछ। अब के भन्नु, त्यो तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ? मलाई चाहिँ कस्तो लागिरहेको छ भने, मलाई चाहिँ एकदम जाडो। त्यो बिचमा रातो रातो छ त। त्यो चाहिँ मेरो एलसिडी जान लागेको। मेरो के हो त्यो? हाम्रो अहिले बिमार भयो भने मर्छ फेरि होइन। अझ कति टाढा छ न। 4:30 देखि यता एलाउ गर्दैन त यहाँनिर। लट्टाउने झार्छ नि यहाँनिर, लट्टाउने झार्छ। लट्टिन्छ। उहाँ चाहिँ यहाँ चाहिँ हाम्रो क्यान्सल गर्नु थालिसक्यो। मासै हिँड्नुहोस् न। हामी चाहिँ फाइनली पोखरी आइपुग्यौँ। यहाँ पानी पर्दो रहेछ नि त। ल यहाँ अब फोटोसुट कार्यक्रम गर्नु। यो के भयो छाया तिम्रै चाहन्छु जीवनमा मेरो। केही अघिको कुरा यो भेटेको उसलाई पोखरामा, आँखा मेरो अडिए उसको ती गुलाबी गालामा। हिँडे मनी पछि पछि भुले अब सब कुरा, मनमा मेरो खेल्छन् कुरा तर भन्न सक्छु र। सुस्तरी सुस्तरी हिँडे म उनको तिर, उनले हेरिन् मलाई गैरती आँखाले बढ्यो मेरो ढुकढुकी। ऊ पनि आइन् मतिर
सोधिन् मलाई यदि कहीँ बाट चिनेको छु किन रोकिन मैले आफूलाई भने साह्रै नै राम्रो तिम्रो मुहार देखेर लाग्यो मिठो होला तिम्रो आवाज मेरो साँझ बनाइदेऊ अब एक कप कफीको साथ पुगेर त्यो कुनाको क्याफेमा गरौँ हामी कुराकानी खुलेर भुलेर सबै काम साम बस्छु तिमीलाई नै सुनेर आज बरु अरू दिन आउँछु गाउँला हामी सँगै सँगै गीत पनि भनी आज नि छैन कोही खोई आशामा बित्न थाल्यो जिन्दगी राखेछु तिमीलाई मुटु माझमा आजको साँझ तिम्रो यादमा फेरि सालो तिम्रा ती आँखालाई सम्झिँदै बस्नेछु सम्झ